बेकार पढिएछ यो त। म त कहाँबाट यो कलेज पढ्न आएछु नि। कहिले सकिला जस्तो भएको छ यार यो ब्याचलर पनि। भन्दा भन्दै सकिनै आँट्यो त यो ब्याचलर पनि। जवानीको बडो महत्त्वपूर्ण 4 वर्ष सकिए जस्तो लाग्दैछ। मन नपरे जस्तो लागेको कुरा झन् मनमै घर गरेर जिन्दगीभरि याद पो बन्छ क्या हो। कलेज जाने दिन सकिनै सक्यो। 15 दिनपछि एक्जाम अनि 1 महिनापछि हामी त त्यो कलेजको भूतपूर्व विद्यार्थी हुनेवाला छौं। अब त्यहाँको सुपर सिनियर कोही अरू नै हुनेवाला छ। अब कलेज ग्राउन्डमा कोही अरू नै बडो शानसँग हिँड्नेछ। हाम्रो कलेजबाट अब केही दिनमै म ब्याचलर यहाँ पढाए हो नि हुनेवाला छ। अस्ति त आए जस्तो लाग्थ्यो। अब जाने दिन नि आइसक्यो। खासमा कलेज मात्रै छुट्दै छैन, छुट्दैछ त्यो डेस्क, बेन्च, डस्टर, रजिस्टर, बास्केटबल कोर्ट, क्यान्टिन, टेबल टेनिस बोर्ड छुट्दैछ धेरै कुराहरू जहाँ कहिले राज हुन्थ्यो हाम्रो। अब डेस्क बेन्चले नयाँ सिनियर पाउँछ, त्यहाँ लेखिएको नाम पनि मेटिँदै जाने होला। अब डस्टरले कोही अरूले नै जुत्ता सफा गर्छ। रजिस्टरमा तिम्रो नाम हुनेवाला छैन। क्यान्टिनमा कोही अरूकै नामको खाता चल्नेछ। टेबल टेनिस डबल्स खेलौं न, थाहै छैन कति पछि भन्ने हो यो त। कलेजको ग्राउन्डमा बसेर गफ कोही अरूले नै पिट्नेछन्। क्यारेममा कोही अरूकै कब्जा हुनेवाला छ। अब क्लास जाने हतार नहोला, तर जिन्दगीले खुब दौडाउनेवाला छ। एटेन्डेन्स र असाइनमेन्टको टेन्सन नहोला, तर यो त टेन्सन थियो र जस्तो पो लाग्न थाल्यो अहिले सकिने बेला। ब्याचलर मात्रै सकिँदै छैन, अब कति त साथीहरूसँग साथै सकिने होला। प्रिय लागेको साथीसँग पनि अब यसरी यति सजिलै भेट भइराख्ला र यति सजिलै प्लान्सहरू बन्ला नि त। बेफाल्तुका जोक्समा अब यति धेरै मजा आउला र। ब्याचलर सकिएपछि त ठूलो भइयो रे, तिम्रो हरेक कुरामा प्रोफेसनलिजम देखिनुपर्छ रे। फेरि यस्तै बिना स्वार्थ बिना मतलबका साथीहरू बन्लान् र। भने पनि ओइ आज कलेज नजाम न भन्नै पाइँदैन। साथीको फर्जी एटेन्डेन्स लगाएर दोस्ती साबित गर्नै पाइँदैन। यार कतिलाई त यो एक्जाम पछि देखिँदा पनि देखिँदैन होला। ब्याचलर पछि पनि यिनै साथी भेटिँदा पनि यतिकै सहज होला नहोला, यतिकै जिस्किन पाइएला र। परिस्थिति के बन्ला, साथी कहाँ पुग्ला, म कहाँ पुगौंला, मनभरि माया भए पनि अहिले जति सजिलै हक जमाउन पाइएला र। अब त कलेज ड्रेस छुट्यो, लाउँछु भनेर नि पाइँदैन। लगाऊ भन्दा लाउन मन लागेन, अब त हेर्दा पनि माया लाग्ने होला। आजभोलि 9-10 मा पढ्ने भाइ बहिनीहरूलाई देख्दा मनले के अर्कै आँसु आँस्छ। पछि ब्याचलर सम्झिँदा पनि त्यस्तै त होला नि। कलेज वरिपरिको चिया पसलमा बडो शानले कोही अरू नै धाउने होला। अब चिया अनुभव, चिया मोह यति धेरै गइनेवाला छैन। अब कलेजकै बाटो हिँडे पनि त्यति सजिलै कलेज पस्न मन नलाग्ने होला। लागोस् पनि कसरी, अब त्यहाँ तिम्रो लागि खाली डेस्क पनि त छैन। गार्ड दाइसँग अब कोही अर्कैको घनिष्ठ दोस्ती हुने होला। त्यो कलेज ग्राउन्ड अब कोही अर्कै ग्रुपको कब्जामा हुनेछ। अब कोही अरूकै दोस्तीको उदाहरण हुने होला। लाइब्रेरीको दिदीलाई त अब कहिले भेट्ने। अब अझ धेरै जिम्मेवारी बोध हुने होला। नकमाए घरको बोझ हुने होला। कोही कमाउन टाढिने होलान्, कोही कमाएर टाढिने होला। हुन त यो कमाएर टाढिने कुरा खासै नौलो त हुनेवाला छैन मलाई।
खैर, कसैको बिहे हुने होला, कसैको प्रेम छुट्ने होला, फ्यामिली इस्युज अनि पैसाले कतिको साथ छुटाउने होला। यो पनि नयाँ हो र? कसैलाई केही बन्नु छ, कसैलाई कसैको बन्नु पर्ने होला। यार, ब्याचलर पछि यो आँखै आँखामा बसेको प्रेमको के हुन्छ? एकतर्फी प्रेम। मेरो पनि त द साई गर्ल अफ माई क्लास छुटेरै जाने भयो। नामै तोकेर लेखा त थिएँ, तर भन्नै सकिएन। ब्याचलर मात्रै होइन, कतिको एकतर्फी माया पनि सकिने होला। ब्याचलरसँग धेरै कुराहरू छुट्दैछन्, धेरै कुराहरू फेरिँदैछन्। अब अर्को सेमेस्टर त छँदै छैन यार। अब बिहानै उठेर कलेज जानै पर्दैन। बिहान साथीसँग चिया पिउने चान्स पनि अब कम नै आउला। नाइट आउट्स अब अलि मुस्किलले नै होला प्लान बनिने साथीहरूसँग त। त्यो लास्ट बेन्च, त्यो आँखा छलेर हाँस्नु, सानातिना नोकझोक, हाई फाइभ, चियर्स अब याद मात्र हुनेवाला छन्। सकिए हुन्थ्यो सोच्दा सोच्दै अब अर्को सेमेस्टर नै छैन भन्दा अलि नेस्रो चाहिँ लाग्दो रहेछ, अलि अर्कै चाहिँ हुँदो रहेछ।